भाषा पास गरेर बस्नुभयो, इस्यु भएन। अब चिन्ता नगर्नुहोस्, तपाईँहरूको इस्यु म गरिदिन्छु, तर इस्यु गरे बापत मलाई नेपाली 5 लाख रुपियाँ दिनुपर्छ। अहिले नै डकुमेन्ट पठाइहाल्नुहोस्, अहिले नै इपिएस आइडी पठाइहाल्नुहोस् भनेर कोरियामै सिप बिल्डिङमा काम गर्ने एकजना साथीले नेपालमा भएको एकजना सिप बिल्डिङमै पास गरेर बसेको भाइलाई चाहिँ भन्ने गर्दा रहेछन्। त्यो भाइले मलाई म्यासेजमा दाइ यो सम्भव होला भनेर सोधेको थियो। मैले भने भाइ तिमीले कुनै पनि डकुमेन्टहरू नपठाऊ, तिमीले इपिएस आइडी पठायो भने त्यो मान्छेले प्रत्येक दिन तिम्रो इपिएस आइडी लगइन गरेर हेर्छ। तिम्रो यदि इस्यु भइहाल्यो भने मैले गरिदिएको मलाई 5 लाख रुपियाँ ले भनेर तिमीलाई ठग्न सक्छ, सावधान रहनु भनेर भने। तपाईँहरूलाई पनि कोही पनि व्यक्तिले यसरी नै म इस्यु गरिदिन्छु मलाई पैसा दे भनेर भन्दैछ भने तपाईँहरू सचेत रहनुहोला। कोरियामा कुनै पनि कम्पनीमा यो मेरो मान्छे हो, यसलाई इस्यु गरिदिनु पर्यो, छानिदिनु पर्यो भनेर पाउँदैन है। त्यो भएको कारणले यो भिडियो धेरै सेयर गरेर धेरैजनासम्म पुर्याउनु होला, ताकि यो भिडियोले गर्दा धेरैजना ठगिनबाट जोगिन सक्नुहुन्छ। अनि म यस्तै भिडियोहरू ल्याउने गर्छु, तपाईँहरूलाई काम लाग्छ, त्यसैले मलाई फलो पनि गरिरहनु होला र एक लाइक पनि गर्नु है त साथीहरू।